नमस्कार, राम राम, जय गुरुबाबा। मेरो नाम चाहिँ अधिवक्ता अर्णव चौधरी। म पेसाले चाहिँ कानुन व्यवसायी, विशेष गरी चाहिँ पब्लिक इन्ट्रेस्ट लिटिगेसन र जलवायु न्याय र आदिवासी जनजातिहरूको यो पोलिटिकल, सिभिक र इन्भाइरोमेन्टल रिलेटेड जस्टिसहरूको इस्युमा चाहिँ काम गर्दै आइराखेको छु। र म अलि फाउन्डेसन हरि नेपाल र यो थारू विद्यार्थी समाजसँग पनि आबद्ध छु र भर्खरै म चाहिँ यो नेपालको राष्ट्रिय युवा परिषदको सदस्यको रूपमा चाहिँ नियुक्त भएको छु। म चाहिँ यो नुसान नेपाल युएस आलुमनाई नेटवर्क जुन छ त्यसको सदस्य चाहिँ म 2024 मा भएको थिएँ। 2025 मा चाहिँ इन्टरनेसनल भिजन लिडरसिप प्रोग्राम IVLP भन्नेमा चाहिँ अमेरिकन सरकारको स्टेट डिपार्टमेन्टबाट पनि त्यसबाट सेलेक्ट भएर चाहिँ म अमेरिकाको 21 दिने टुरमा गएको थिएँ, प्रोफेसनल टुरमा, त्यसमा लिडरसिप टुरमा। र त्यसबाट म ग्रेजुएट भइसकेपछि, आलुमनाई भइसकेपछि चाहिँ म नुसानको नेटवर्क्समा चाहिँ आउन सफल भएँ। र यो चाहिँ एकदमै डाइभर्स नेटवर्क छ, नेपालभरिबाट चाहिँ एउटा नेटवर्क छ। र यसको चाहिँ इन्टरनेसनल्ली अरू पनि जो चाहिँ नेपाल यो युएस गभर्मेन्टसँग रिलेटेड प्रोग्रामहरूको त्यो हुनुहुन्छ त्योसँग पनि एकदमै धेरै चाहिँ लिङ्क हुनुहुन्छ, कनेक्टेड हुनुहुन्छ। र तपाईँहरू पनि यदि यसमा चाहिँ समावेश हुनुहुन्छ भनेपछि तपाईँहरू अमेरिकन गभर्मेन्टको कुनै प्रोग्राममा इन्भल्भ हुनुभएको छ र नुसानको त्यसमा चाहिँ इलिजिबल हुनुहुन्छ भनेपछि प्लिज पार्ट हुनुहोस्। हामी चाहिँ जो प्रोफेसनल छौँ, डिफ्रेन्ट इस्युमा काम गर्छौँ, त्यसमा चाहिँ नेटवर्क राम्रो बन्छ। हामी देशभरि चाहिँ केही न केही इम्प्याक्टफुल कामसँगै मिलेर गर्न सक्छौँ, आइडिया सेयरिङ हुनसक्छ। र यसबाट नुसानमा इन्भल्भ भइसकेपछि चाहिँ लट्स अफ अपर्च्युनिटिजहरू पनि आउँछ, स्मल ग्रान्ट्सदेखि लिएर अदर ग्रान्ट्सहरू पनि हुनसक्छ। र तपाईँहरू चाहिँ डिफ्रेन्ट अर्गनाइजेसन अर डिफ्रेन्ट फिल्ड इन्स्टिट्युसनसँग कोल्याब गर्नुहुन्छ भनेपछि त्यसमा पनि तपाईँहरू चाहिँ कोल्याब गर्नको लागि चाहिँ पनि धेरै वातावरण चाहिँ निर्माण हुनसक्छ। र तपाईँको चाहिँ मोर इम्प्याक्टफुल जति काम गरिन्छ त्यसलाई चाहिँ एम्प्लिफाई गर्नमा चाहिँ एकदमै ठुलो हेल्प पुर्याउँछ भन्ने चाहिँ मलाई लाग्छ। र चाहिँ यो नुसान भन्ने कुरा चाहिँ एउटा तपाईँहरूको लागि चाहिँ एसेट हुन्छ यो नेटवर्क चाहिँ। सो बी अ पार्ट। थ्याङ्क यू, धन्यवाद, नमस्कार।